म्युजिकहरु रिङटोन भनिन्छ रिङटोनबाट भनौँ न हजुर यसको मुख्य कारण त रिङटोन भयो म्युजिक भयो भिडियोहरु मलाई थाहा छ भने मैले यो दिक्कत छ कोही समस्या छ कोही यो स्पिकर कस्तो हुन्छ तपाईहरुको जुन स्पिकर हुन्छ नि यहाँ यस्तो हुन्छ यहाँ कोइलहरु हुन्छ हजुर यहाँ कोइल आएर यहाँ जोडेको हुन्छ अब यसमा नि चेक गर्ने कन्टिन्युटीमा है कन्टिन्युटी रेन्जमा चेक गर्ने हजुर के सर अहिले हामीसँग सर त रिङटोन त्यो बोर्ड छैन के सर देखाउनु नि हजुर कुन डिस्प्ले हो छ भने ठिक छ सर हेरौँ सर छैन भने भोलि तपाईँ लिएर आउनु होला सर म लिएर आउँछु त्यसमा सबै पहिला हामी सामानहरु के सामान चाहिन्छ जम्मा गरौँ सर त्यसपछि बल्ल पढाउँ के सर ल यसमा कन्टिन्युटी चेक गर्ने है अरु यसो के भन्छ के मैले गलत भने सर ठिकै छ त प्रकाशमा नत्र नि हामीले क्यारेक्ट सरलाई सामानहरु मगाउनु पर्छ सर भएन सर भन्नु के सामान चाहिन्छ भन्नु सर तपाईले के पढाउनु छ तीन सामानहरु ल्याइदिनु सर यसरी राखेको यसरी के खन्ना लाग्नु भयो अब के तपाईको भनेर छेडेको हुन्छ अब हेर्नु भोलि सेट लिएर आउँछ नि डिस्प्ले होला एकदम फर्स्ट यस्तो हुन्छ कम्प्युटरको जुन मेमोरी हुन्छ त्यो अगाडि निकाल्नु सर त्यो कम्प्युटरको मेमोरी हुन्छ नि यो यहाँ लगाएको मेमोरी यहाँबाट निकालेर अर्कामा लगाउँदा हुन्छ कि न त्यो पिन हेरेर पिन मिलाउने पिन हुन्छ के भित्र यहाँ भित्र हाल्ने पिन हुन्छ त्यो पिन मिलाउने यस्तो बुझाको तिम्रो रगत औरतिर पनि नापेर बिरा भयो उता रगत बिरा भयो चाहिँ किन निकाल्नु यहाँ एउटा पिन गाय ग्याप हुन्छ नि एक्जाम्पल कस्तो लाग्छ यहाँ भित्र डिस्प्ले रगत औरले जस्तो पनि यसको ग्याप हुन्छ नि ग्याप हुन्छ त्यसले मिलाएर हाल्नु पर्छ एक्जाम्पल दिएको तिमीलाई मैले पनि एक्जाम्पल सरसँग अर्को यो जुन इलेक्ट्रोनिक टुल छ नि त्यो अब जति यहाँबाट निकाल्नु अरूमा हाल्नु हुने पनि छ पिन हेरेर नापेर भोलि म दुईटा सेट लिएर आउँछु अहिले दुई ग्रुप बनाएर एउटा पार्ट हेरौँला क्या त्यसमा चाहिँ व्हाट्सएप भाइबर कसैको छ व्हाट्सएप छ सर म त्यहाँ फोटोहरु पठाइदिन्छु सरलाई सरले हाम्रो ग्रुपमा जोइन गरौँ छ हजुर सर हाम्रो मोबाइल ग्रुपमा मोबाइल ग्रुप नयाँ बनाउनु म त्यसमा डायग्रामहरु उसो नहीं यो ग्रुपमा अझै कोही के पोस्ट गर्दैन नयाँ हजुर सधैँ एड भएपछि अगाडिको देखिन्न क्या पछाडिको मात्र पोस्ट हैन सर गरे हैन सर मेरो आफ्नो फोटोहरु शेयर गर्न अब कता घुमेको फोटोहरु अब यी ग्रुपमा त फोटो सेट यताउति हामी त किन होला 9806 आफ्नो पर्सनल 50495 मलाई डिस्प्ले हो बाबु हजुर नाम छ मोहन बुराल सर मैले बिहान फोन आनालाई हेरेको नम्बरै थिएन अब के गर्ने ढिलो हुन्थ्यो म हस्पिटल गएको रातिको लाइन त बाहिर
जयगुरुमा एड गरेर जाऊ है नितेश केही भएन नभए भाइ त ल म यसरी आउँछु है हजुरकोबाट मेरो पेन्सिलमा पैसा छैन अर्को एनटीसी मेरो एनटीसी मान्छे दाइ ऐनामा चाहिँ चलिरहेछ 6 3 वटा 5 905 के रे नाम नितेश गिरी मेरो आफ्नो एन्टिसिप नम्बर है आयो सर 66 ये तो दिन जो छोड़ा है भाई बॉडी बॉडी है संतान विचार के भयो 9 पोखरामै झिकेन मैले योभन्दा अर्को सिम बढी चलाएर हाल्छु यो चाहिँ डाटाको लागि मात्र एनटिसीमा राम्रो चल्दैन डाटा पोखरा बजार इन्स्टल गरेछ क्या एनटिसी चल्छ चल्न त तर गतिलो हुँदैन क्या एनटिसीको डाटा 9765 कसरी के रे नाम नितेश सरको नाम के भन्नु त पर्दैन के कोण हे सीतापा भनेर मलाई ग्रुपमा एड गरेर म फोन पठाइदिन्छु डेट छैन गुरुमा एड गर्न है सरको मेरो अर्को नम्बर पनि त्यो सन्तान विचार वाट्सएप चलिरहेको सरको आउँछ अर्को दिमागी हालत ठिक छैन सुनौँ त अब यो भोलि र पर्सिको प्लान है भोलि चाहिँ मैले 2टा सेट ल्याउँछु पार्ट एउटा पार्ट सिक्ने है भोलि पार्ट मेरो चाहिँ नि अरू त्यहाँपछि हुँदैन है एकदम पार्टहरू एकदम पार्ट एकदम मजाले हजुर 2 ग्रुप गरेर पार्ट सिक्ने पार्ट सी चाहिँ सफ्टवेयरको थियोरी अलिअलि पढ्नुपर्छ है हुन्छ सर थ्योरी जति पहिला पढाउँ न सर थ्योरी सकौँ है भोलि चाहिँ पार्ट सिनौँ हजुर थ्योरी सकौँ अनि प्र्याक्टिकलमा लागेपछि कन्टिन्यू प्र्याक्टिकलै भोलि पर्सि त्यो प्र्याक्टिकलमा त्यो पार्ट्स नसिक्ने त्यस्तो पर्दैन यो कसले पार्ट थ्योरी पढाइन्छ नि आधा गरेपछि प्र्याक्टिकल पढेको मात्रै गरौँ के थ्योरी कसो गर्ने भन्ने अन्त अब आज एउटा पार्ट पढ्यो नि अब त्यो पार्टको प्र्याक्टिकल गरिहाल्ने के सबैले त्यस्तो गरेर सिकिन्छ के
त्यो पार्टको पहिला जानम बारेमा त्यही एउटै पार्टको बारेमा सबै जानम अनि त्यहाँबाट फेरि त्यसको प्र्याक्टिकल गरिहालौँ अनि त्यो गरौँ फेरि अर्को पार्टको बारेमा जानिहालौँ अनि त्यो पार्टको बारेमा प्र्याक्टिकल गरिहालौँ हो त्यसरी गऱ्यो भने याद पनि हुन्छ जानिन्छ माथिबाट केही रोकसोक छ भने हामी कुरा गर्छौँ बरु माथि त्यो त हिजो नि एन्टेना आज नि एन्टेना भोलि नि एन्टेना भयो त के पढाउने केही प्याटर्न स्याटर्न केही होसै रहन्छ हिजो लेग साइडको एन्टिना दियो आज भोलि बेग्नास तालको पढाइ भनेकै पढाइ नै थाहा छैन के पढाइन्छ पोखरा भ्याली टेक्निकल इन्स्टिट्युटको ताली हो कि मान्छे पट्याउने पैसाले सिकाउँछु भनेर सान्त्वना दिए सिकाएकै यही हाम्रो पहिलाको ग्रुप मोबाइल ग्रुप त्यहीमा जोइन गरेर नआउने मैले त्यहाँ फोटो पठाएको छु है पार्ट्सहरू छ के पार्ट चाहिँ हेरेर चिन्यो नि आफूले है ग्रुपमा नै पठाएको ग्रुपमा नै हेर तपाईँको डायट अब मोबाइल ठुलो हुन्छ त्यसमा कस्तो हुन्छ है ट्रान्जिस्टर रेजिस्टरहरू यो पनि ड्यामेज हुन्छ तिम्रो अब चार्जिङ पड्यो भने यिनीहरू पनि फेर्न सकिन्छ है अरू बोल्नु पुरानो बोल्नु यो ट्रान्जिस्टर हुन्छ डायोड होइन एलइडी यो पनि फेर्न मोबाइल सर्ट छ भने यो डायट फेर्न सकिन्छ जिना डायट यस्तो हुन्छ त्यो सबै ग्रुपमा पठाइसक्नु भएको छ ग्रुपमा पठाइदिनु ग्रुपमा हाई ग्रुपमा ग्रुपमा हुनु पर्यो नि हालिदिन्छ भने पर्दैन हालिदिए बाबा ग्रुपमा छैन भने वाट्सएप छैन वाट्सएपै डाउनलोड गर्नु भने पर्दैन अहिले कहाँदेखि कहाँ पुगिसक्यो वाट्सएप पनि बोलाएन क्या जिन्दगी में अब दुनिया में तो है ना बहुत अब कौन सी दुनिया में काम कर सकते हैं दुनिया में और लाइफ में दिमाग एक झापड दूरी पुगा दिन्छ सम्पूर्ण आफूले के